नमस्कार। आर्थिक वर्ष 2081-82 को तेस्रो क्वार्टरको रिपोर्टहरू प्रकाशित हुने क्रम लगभग सकिएको छ। आजको यो भिडियोमा मैले यहाँहरू समक्ष हाइड्रो पावर सेक्टरको एनालिसिस लिएर आएको छु। हाइड्रो पावर सेक्टरको इन्भेस्टरको नजरबाट कुन कुन हाइड्रोमा लगानीका अपर्च्युनिटीहरू देख्न सकिन्छ, अन्डर भ्यालु ओभर भ्यालुड हाइड्रोहरूको सर्ट आउट गर्नेछौँ। त्यसपछि एउटा ट्रेडरको एङ्गलबाट अहिले हाइड्रो सेक्टरमा बायर र सेलरले कस्तो कस्तो स्ट्राटेजीहरू चार्टमा अपर्च्युनिटीहरू देखिन्छ त्यसको म एनालिसिस गर्नेछु। लागौँ आजको विषयवस्तुतिर। म यहाँहरूलाई ढिलो नगरिकन सिधै मेरो एक्सेल फाइलमा लग्न चाहन्छु। मैले एक्सेल फाइलमा चाहिँ धेरै इन्डिकेटरहरूको आधारमा चाहिँ एनालिसिस राखेको छु। यहाँ हेर्न सक्नुहुन्छ। बुक भ्यालुको आधारमा कम्पनीहरू हेर्नेछौँ। इपिएस, आरओई, पिई, पिबी, एलटिपी, रिसेन्ट 3 महिनादेखिको सिस्टमेटिक रिस्क अनि बेन्जामिन ग्रामको प्रिन्सिपल अनुसार कति हामी डिस्काउन्टमा हामीले त्यो कम्पनी पाइराखेका छौँ। त्यस्तै संस्थागत लगानीकर्ताहरूको चोइस कस्तो कस्तोमा छ। त्यस्तै एक हप्तादेखिको टर्नओभर कुनमा ज्यादा छ। त्यस्तै लोक्यापहरू हाइड्रोको लिस्टहरू कुन कुन रहेको छ। अपरेटरहरूको नजरमा कुन कुन हाइड्रोहरू पर्न सक्लान्। ती कुराहरू चाहिँ म आजको भिडियोमा गर्नेछु। योभन्दा अगाडि मैले यहाँहरू समक्ष बिएफआईहरूको कम्पेरिटिभ एनालिसिस ल्याएको थिएँ। कमर्सियल ब्याङ्क, डेभलपमेन्ट ब्याङ्क, फाइनेन्स अनि माइक्रो फाइनेन्सको। यो आजको पालो हाइड्रो पावरको। पहिला सुरुमा चाहिँ तेस्रो क्वार्टरको रिपोर्ट अनुसार बुक भ्यालुको आधारमा सबैभन्दा समृद्ध भनौँ न, समृद्ध कम्पनी भनेको चाहिँ बिपिसिएल हो। 207 यसको बुक भ्यालु रहेको छ। सास ऊर्जाको 182 अनि एसएसपिसीको 172। यदि 150 भन्दा माथिको यदि लिस्ट आउट गर्ने हो भने एनजिपिएलको पनि 158 बुक भ्यालु रहेको छ। यी चारवटा कम्पनी एकदम राम्रो बुक भ्यालु भएकोमा पर्छ भने इभन हाइड्रो पावरमा माउन्टेन इनर्जी, केबिएसएच, रुरु, सिएससिएल पनि राम्रै बुक भ्यालु भएको कम्पनीमा चाहिँ पर्छन् है। अनि 100 भन्दा कम बुक भ्यालु भएको कम्पनीहरू पनि छ। तिनीहरूलाई चाहिँ नेगेटिभ नेटवर्थ भएको कम्पनी भन्छ र कतिपयको त अब अलिकति बढी नै एक किसिमले भन्यो भने लज्जास्पद पनि देखिन्छ होइन। अब 4 बुक भ्यालु भएको कम्पनी पनि देखियो, 25 बुक भ्यालु भएको कम्पनी पनि देखियो, जोसी, बिइडिसी, युएसएचएल होइन। यी कम्पनी भनेको चाहिँ नेगेटिभ नेटवर्थ भएका कम्पनीहरू हुन् के। कतिवटा काउन्टिङमा कति आयो रिपोर्ट निकालेका मध्ये तपाईँ हेर्नुहुन्छ भने चाहिँ झन्डै 40वटा कम्पनी हाइड्रोका चाहिँ नेगेटिभ नेटवर्थ छन्। अर्थात् तपाईँले यिनीहरूलाई 100 रुपियाँ दिनुभयो आइपिओ मार्फत पेडअप क्यापिटलको रूपमा, यिनीहरूले कमाएर त्यसलाई इन्क्रिज गर्नुको सट्टो डाउन चाहिँ भइदिएको स्थिति देखियो। अब हाइड्रोहरूको चाहिँ अब अरूको भन्दा स्वाभाविक पनि हुन्छ। कतिपय केसेसमा विद्युत प्रोडक्सन नगरुन्जेल उनीहरूको चाहिँ अब डिफिसिटमै चल्ने हो। तसर्थ बुक भ्यालुको आधारमा बुक भ्यालु लो छ भनेर त्यसलाई कमजोर जज गर्नु अगाडि विद्युत प्रोडक्सनको स्टेट कुन स्टेटमा छ त, इनिसियल स्टेपमा छ, फाइनल स्टेपमा छ होइन। विद्युत प्रोडक्सन गरेर पनि यदि बुक भ्यालु नेगेटिभ छ, जसको डिभिडेन्ड हिस्ट्री पनि छैन भने चाहिँ त्यो लास्टै नै कमजोर भयो भन्ने हिसाबले बुझ्नु पर्यो हामीले। अब विद्युत प्रोडक्सन भर्खर स्टार्ट भएको छ होइन। त्यस्तो कन्डिसनमा चाहिँ अब यो इपिएस 100 भन्दा स्लाइटली कम हुनु ठिकै पनि हो, त्यसरी बुझ्नु पर्यो। अब प्रॉफिट एन्ड लस अकाउन्टतिर जाउँ ब्यालेन्स सिट पछि। यसमा सास ऊर्जा 29 इपिएस छ अनि एमइएन 23 इपिएस छ। एनएसडिएल, रुरु, जिबिएल, युएमआरएस, सिक्लेस, युएस, एएससिसी, एएचपिसी यी कम्पनीहरूको चाहिँ इपिएस धेरै राम्रो छ है। डबल डिजिटमा इपिएस राम्रो भएको भनेको चाहिँ यिनीहरू नै हो। अनि घाटामै रहेका कम्पनीहरू पनि धेरै छन् होइन।
अब एमएचएनएल, केकेएससी, सिएचएल, एएचएलदेखि लिएर हेर्नुहुन्छ भने लगभग घाटामै रहेको कम्पनीहरूको सूची भनेको चाहिँ 24वटा भन्दा बढी कम्पनीको चाहिँ नेगेटिभ नै छ। अनि कमजोर इपिएस भएका अरूको पनि लिस्ट छ। यदि हाइड्रोको एभरेज इपिएस हेर्ने हो भने 2मा आउँछ। अनि यदि यो तपाईँले यो पोजिटिभ भएको मात्रै हेर्ने हो भने पनि इपिएस चाहिँ 7 मात्रै छ। रिटर्न अन इक्विटीको आधारमा पनि लगभग यिनै कम्पनीहरू अगाडि र पछाडिहरू देखिन्छन्। माउन्टेन इनर्जी, साहस, एनएसडिएल, जिबिएल, रुरु, युएमआरएस, टिपिसीको राम्रो आरोही देखिन्छ। अब लगानीको अनुपात र त्यसको के अरे आम्दानी र सेकेन्डरी मार्केटमा जुन प्राइस छ नि अहिलेको, त्यो बिचमा तुलना गर्ने हो भने चाहिँ सबैभन्दा राम्रो अहिलेको हिसाबले पी रेसियो भन्नुहुन्छ भने चाहिँ अपीको देखिन्छ। अपीको देखिन्छ। यस, अपीको पी रेसियो चाहिँ 23 छ, जुन हाइड्रोमा सबसे राम्रो हो। इपिएस 7 छ र यसको सेकेन्डरी मार्केटमा अहिलेको मूल्य अलिकति थोरै छ, 295 छ। त्यस्तै साहस ऊर्जाको इपिएस अपीको भन्दा धेरै राम्रो छ, तर यो महँगो भएको हुनाले चाहिँ अपी भन्दा पछाडि पर्न गयो पिईको आधारमा, होइन। 25 छ, तैपनि यो राम्रो हो। एएचपिसी, माउन्टेन इनर्जी, एनएसडिएल, रुरु, होइन, बरुण, यी कम्पनी चाहिँ ठिकै पिई भएको कम्पनी हुन्। तर अब ठिकै मतलब तपाईँ 15-20 भन्दा बढी जानै मिल्दैन कि अब भ्यालु इन्भेस्टिङ गर्ने हो भने। तसर्थ अब 2टा अपी र साहसलाई मात्रै यो हिसाबले बुझ्न सक्यो। अब उनीहरूको नेटवर्थ र प्राइसको तुलना गर्ने हो भने चाहिँ बिपिसिएल सबसे कम ओभर भ्यालुड छ। ओभर भ्यालुड त छ तर कम ओभर भ्यालुड छ। हाम्रो यसको वास्तविक प्राइस चाहिँ 207 छ, सेकेन्डरी मार्केटमा 463 छ। यो 2टा बिचको रेसियो चाहिँ पी रेसियोले कभर गर्छ। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ 2.23 को गुणामा यो चलिरहेछ है। एकेजेसिएल, एनजिपिएल, एसएचएल, एकेपिएल, अनि त्यसपछि जिएचएल, एएचपिसी यी बुक भ्यालुको तुलनामा कम पेड स्टकहरू हुन्। र डिएचपिएल, बिएचपिएल, केबिएसएच, बिइडिसी, युएसएचएल, रावा भनेका चाहिँ उनीहरूको वास्तविक प्राइसको आधारमा सबैभन्दा हामीले ज्यादा तिरेको भन्ने अर्थ लाग्यो। एलटिपीको आधारमा कम्पनीहरू जज गर्नुहुन्छ भने 1905 केबिएसएच जुन हाइड्रोमा सबसे महँगो छ, बिएचपिएल, सिक्लेस, बिजिडब्ल्युटी, भगवती हाइड्रो पावर, एसएमएचएल, रावा यी सबैभन्दा महँगा कम्पनीहरू हुन् भने सबैभन्दा सस्तो हाइड्रो एसडिएचपिसी 202, एकेजेसिएल 205, अनि एलइसी, बिएचएल, एकेपिएल, होइन, यी पनि अलिकति सस्तो हाइड्रोमा पर्छ। सस्तो हाइड्रोमा अपर पनि पर्छ। सायद रिपोर्ट यहाँ अपडेट नभएर यहाँ नआएको होला। 3 महिनादेखिको सिस्टमेटिक रिस्क हेर्ने हो भने चाहिँ दोर्दी, एलइसी, आरएचजिसिएल, पिएससिएल, बिपिसिएल, एकेपिएल, पिएमएचपिएल, जिएलएच यी कम्पनीमा ज्यादै हाई बेटा छ। ज्यादै हाई बेटा भन्नुको अर्थ त्यसमा सिस्टमेटिक रिस्क ज्यादा छ, भोलाटिलिटी ज्यादा छ, उतार चढावको रेसियो त्यसमा ज्यादा छ भन्ने बुझ्नु पर्यो। त्यो बुझिसकेपछि मलाई ट्रेड अपर्च्युनिटी चाहिँ हाई बेटामा ज्यादा हुन्छ भन्ने चाहिँ तपाईँले बुझ्नु पर्यो है। र सबसे लो बेटा भएको कम्पनीहरू पनि छ, युएमएचएल, एएचएल, बिइडिसी, बरुण, राधि, यिनीहरूमा चाहिँ लो बेटा छ। अब बेन्जामिन ग्रामको प्रिन्सिपल अनुसार सबसे ओभर भ्यालुड कम्पनी कुन हो त अहिलेको हिसाबले भन्दा एमकेएचएल चाहिँ एकदम ओभर भ्यालुड देखिन्छ भने अपी, साहस, एएचपिसी, माउन्टेन इनर्जी, बिपिसिएल, एसएचसिएल चाहिँ अलिकति कम ओभर भ्यालुड हो। ओभर भ्यालुड त यिनीहरू पनि हो तर कम ओभर भ्यालुड हो है। अब यो सबै हिसाबले यदि अब सोच्ने हो भने हाइड्रोको लगानी कस्तो छ त अहिले भन्ने कुरा गरौँ अलिकति। भ्यालु इन्भेस्टिङ अनुसार स्टिल
एकदम यसको चाहिँ पी राम्रै छ, यसको चाहिँ एकदम जुन बेन्जामिन ग्रामको प्रिन्सिपल अनुसार पनि, जुन अब वर्ल्ड वाइड नै एउटा एक्सेप्टेड थ्योरी छ भ्यालु इन्भेस्टिङको, त्यो अनुसार चाहिँ खासै कुनै पनि कम्पनी सस्ता देखिन्नन्। अब होइन, केही न केहीको त लिस्ट चाहियो भन्नुहुन्छ भने अपी, सास, एएचपिसी, माउन्टेन इनर्जी, बिपिसिएल चाहिँ यी कम्पनीहरूमा अहिलेको लगानीले तपाईँलाई इभन राम्रै कम्पनीमा म छिरेछु, प्राइस अरूमा भन्दा मैले उनीहरूको क्वालिटी अनुसार लो नै तिरेको छु भन्ने हिसाबले बुझे भयो। अब होइन, त्यो पनि अब महँगै तिर्या हो होइन भनेपछि हामीले के को आधारमा चाहिँ यत्रा धेरै हाइड्रोमा चाहिँ हामीले लगानी गरिरहेछौँ त भन्ने कुरा पनि जिज्ञासामा आउनु स्वाभाविक हुन्छ होइन। हाइड्रोको लगानी कस्तो हुन्छ भन्दाखेरि ग्रोथ, यो चाहिँ स्टक भोलि यसको इपिएस ग्रोथ हुँदै जाने र हामीले अहिलेको तिरेको प्राइस अहिले पो ओभर भ्यालुड छ त, भोलि राम्रो इपिएस आइदिएपछि त यसको त अहिलेको प्राइसमा त पाइँदैन भन्ने एङ्गलबाट लगानी गर्नु के, त्यसलाई चाहिँ ग्रोथ स्टक एप्रोच भन्छ है। अब कुनैको राम्रो के अरे ऊ छ, यो क्यापासिटी छ विद्युत प्रोडक्सनको, अहिले उसले विद्युत प्रोडक्सन निकालेको छैन, डिभिडेन्ड दिँदैन, इपिएस माइनसमा छ भनेर सस्तोमा बेच्दैनन् के, किनभने त्यसको पोटेन्सियल हेरेर मान्छेले वेटिङ गरिरहेको हुन्छन्। त्यस कारणले गर्दा हाइड्रो ओभर भ्यालुड भइदिन्छ कि देखिन्छ कि अहिले। हाइड्रोको नेपालमा सेक्टर वाइज रूपमा अहिले नै यो बिजनेसमा त्यस्तो सेक्युरिटीमा प्रश्न उठाउने बेला भएको छैन र त्यो अहिले केही धेरै वर्ष हुँदा नि हुँदैन। भोलि ऊर्जाको क्षेत्र नै यदि चाहिँ चेन्ज भयो भने, विद्युतको ठाउँमा चाहिँ सोलरले चाहिँ ज्यादा स्पेस लियो भने त्यो अब अलग होला, 2040-50 त्यो त्यति बेलाकै परिस्थितिमा विश्लेषण गरौँला। नत्र अब हाइड्रोको क्षेत्र त दिनानुदिन विस्तार हुँदैछ, त्यही भएर यसमा सिस्टमेटिक रिस्क छैन क्या हाइड्रोमा चाहिँ। यिनीहरूमा रिस्क भनेको चाहिँ कस्तो हो भन्दा प्राकृतिक रिस्क हुन्छ, जस्तै भूकम्प, बाढी पहिरोमा सबैभन्दा बढी क्षतिको समस्या यही हुन्छ होइन। अनि बिजनेस मोडलको हिसाबले सबसे सेक्युर चाहिँ हाइड्रो नै हो क्या। फेरि यिनीहरूको बिजनेसमा ग्राहक खोज्ने टेन्सन पनि छैन, कसैसँग कम्पिटिसन गरेर मेरो बिजनेस डुब्ला भन्नु पनि छैन होइन। कच्चा पदार्थ पानी हिउँदमा कम भइदिन्छ, रन अफ रिभरहरूको मोडलमा गएकाहरूमा अलिकति समस्या आउँछ। यी चुनौतीहरू अब भइराख्छ होइन। त्यो यिनीहरूको चाहिँ 5-10 वर्ष 20 वर्षसम्मको चाहिँ इपिएसहरू प्रिडिक्ट गर्न सकिन्छ कि होइन। त्यस कारणले गर्दाखेरि केही चाहिँ अब हो, नत्र भने चाहिँ हाइड्रोको चाहिँ मैले देखेको सिस्टमेटिक रिस्क छैन। त्यही भएर कतिपय यहाँ भएका मैले यहाँ यी राम्रा घाटामा गएका कमजोर बुक भ्यालु भएका भनेर मैले लिस्ट आउट गरेँ तापनि कम्पनीको फाइनेन्सियल रिपोर्ट हेर्नु होला। जस्तै कम्पनीको फाइनेन्सियल रिपोर्टहरू चाहिँ तपाईँले भनौँ न अब त्यसमा चाहिँ कैफियतहरू छ कि छैन होइन, विद्युतको त्यो जुन स्टेपहरू कहाँ पुगेको छ भनेर डिसिजन लिनु होला। अब यो सर्ट आउट गर्ने क्रम सक्यो, अब टेक्निकल एनालिसिसतिर लागौँ होइन। हाइड्रोमा अहिले पनि हेर्नुहुन्छ भने एउटा ठुलो सिमेट्रिकल प्याटर्न बनिएको छ है। यताबाट रेसिस्टेन्स चाहिँ ठ्याक्कै काम गरेको छ। अब धेरै सर्ट टर्मको पनि एनालिसिस नगरौँ, मोटामोटी रूपमा चाहिँ यहाँबाट यो एउटा ट्रेन्ड लाइन बिल्ड भएको छ होइन। अनि त्यसपछि यहाँबाट चाहिँ एउटा यो ट्रेन्ड लाइन बिल्ड भएको छ र स्लाइटली लोवरतिर केही ब्रेकआउट भएको जस्तो चाहिँ हामीले यहाँ अब्जर्भ गऱ्यौँ। तसर्थ केही न केही बजारमा सर्ट टर्मको लागि केही फियर देख्न सकिन्छ। बायरहरूले चाहिँ अहिले इमिडिएट रेसिस्टेन्स मोटामोटी म भन्छु कि 3648 को ब्रेकआउट बिना हाइड्रोमा मोमेन्टम आयो भन्न पर्ने अवस्था छैन। हेर्नुहोस् है,
तसर्थ यो एरियाभन्दा मुनि किन्न एग्रेसिभ नहुँदै बेटर हुन्छ। अनि सेलिङ गर्ने साथीहरूको लागि चाहिँ मेरो साइडबाट चाहिँ यदि यस्तो राम्रो एउटा ट्रेन्ड लाइन चाहिँ यसरी ब्रेक हुन्छ भने चाहिँ म होल्ड गर्दाखेरि रिस्क देखिराखेको छु यतिको प्याटर्नमा है। अहिलेलाई सेलिङले केही रिवार्ड दिन सक्ने सम्भावना चाहिँ यहाँ देखिन्छ। यो अब विभिन्न कारणले हाइड्रो ऊर्जा सेक्टरमा अहिले यसै पनि विवादित छ। सबैभन्दा सुप्रिम निकाय विद्युत प्राधिकरणमा जनताको बुझाइ अब गलत नेतृत्वमा गयो, त्यसको भोलिका दिनमा कस्तो इम्प्याक्ट पर्ला भन्ने छुट्टै किसिमले एनालिसिस भइरहेछ नि त। सायद त्यो फियर चार्टमा देखिया पनि हो कि एउटा कुरा, जो चार्टमा चाहिँ फियर देखिया छ है। अनि बजारले पनि ठ्याक्कै 2021को बुलको प्राइस टच गरेर नेगेटिभ रेस्पोन्स दिइराख्या हो नि त। अनि हाइड्रो 2021को बुलमा जति कम्पनी लिस्टिङ थिए अहिले डबल हुन थालिसक्यो। सायद लगानी छरिएर पनि धार कमजोर भएको पनि हुनसक्छ। अब त्यो कुरा भनेको प्राइसले देखाएको कुरा हामी ट्रेडरको लागि सत्य हुन्छ भनेपछि कहीँ न कहीँ सर्ट टाइम फ्रेममा चाहिँ बजारको डिस्ट्रिब्युसन देखियो। अब लङ टाइम फ्रेममा पनि कम्पनी चोइस गरेर मात्रै चाहिँ तपाईँले निर्णय लिनुपर्ने भयो है त। अब संस्थागत लगानीकर्ताहरूको चोइसमा चाहिँ कुन कम्पनी छ भन्ने कुरा पनि हामी हेरौँ एकचोटि। संस्थागत लगानीकर्ताहरूको चोइसमा अहिले माउन्टेन इनर्जी छ, टिपिसी छ, एसएचपिसी छ, अपी छ, रुरु छ, साहस छ। हामीले जुन अघि हामीले गरेको एनालिसिसबाट जुन कम्पनीहरू सर्ट आउट भयो, संस्थागत लगानीकर्ताहरूले पनि लगभग त्यहीलाई नै आधार मानेर लगानीमा प्रायोरिटी दिएको जस्तो देखिन्छ। एक हप्तादेखि एकदमै फ्लोटेड टर्नओभरको हिसाबले चाहिँ कुनमा ज्यादा छ त भन्दा युपिसिएलमा छ, जोशीमा छ, सिक्लेसमा छ, राधीमा छ र एनजिपिएलमा छ, यी सिएचएलमा छ। यी कम्पनी भनेको अपरेटरहरूले चलाइराख्ने स्टक्सहरू हुन्। ट्रेड गर्न चाहनुहुन्छ भने यिनीहरूमा चाहिँ फोकस गर्नु होला। अब के ट्रेड गर्ने भनेर भोलि नै गएर किन्ने हो त होइन नि त। यिनीहरूमा बाइङ प्याटर्न छ भने बाइङ गर्ने र सेलिङ प्याटर्न छ भने सेलिङ प्याटर्न गर्ने। फर इक्जाम्पल मैले सिक्लेस भने, ठिक छ, मैले सिक्लेस एउटा अपरेटर लागेको स्टक हुनसक्छ भनेर मैले यहाँ अनुमान गरेँ। ठिक छ, यहाँ अब हामीले यसमा बाइङ भोलि गर्ने हो त होइन नि त। यहाँ कुनै न कुनै हिसाबले एउटा डब्लु प्याटर्न, केही रिभर्सल प्याटर्न, कुनै एउटा इन्डिकेटरले बाई यो बटम लागेको जस्तो कुनै एउटा तपाईँलाई सङ्केत चाहिँ यहाँ मिल्नुपर्छ। फर्चुनेटली एउटा महत्त्वपूर्ण सपोर्टमै बाई आएको छ। यदि यहीँबाट डब्लु आकार बनेर यदि 1100लाई ब्रेकआउट गर्यो भने सिक्लेसमा तपाईँले केही न केही बाइङ अपर्च्युनिटी देख्न सक्नुहुन्छ। भनेपछि तपाईँले किन्नलाई पनि यो अपरेटर लागेको स्टकमा पनि किन्ने र बेच्ने टाइम मिलाउन टेक्निकलको सहायता चाहिँ तपाईँले लिनुपर्ने हुन्छ है। त्यसरी हो। अब अहिलेको रिपोर्टहरूमा यदि हेर्नुहुन्छ भने अब हाइड्रो पावर सेक्टरको रिपोर्टहरूमा हामीले हेरिहाल्यौँ होइन। मोटामोटी वाइओआई ग्रोथमा चाहिँ सबैभन्दा राम्रो गरेको एएचपिसीले प्रोफिटमा कमब्याक गरेको छ राम्रो। एकेजेसिएलमा राम्रो छ, अपीमा धेरै राम्रो वृद्धि छ, रावा, मकर होइन, मकर जितुमाया, अनि इएचपिएल, युएसएचइसी, एमकेजेसी, युएमआरएच अनि एसपिडिएल, यी कम्पनीहरूमा चाहिँ प्रोफिटको लेभल चाहिँ राम्रो वृद्धि भएको हो भने प्रोफिटको मार्जिन एकदम खुम्चेको, गत आर्थिक वर्षको प्रोफिटभन्दा डाउन भएको भनेको चाहिँ एनजिपिएल, राधि, एसएचपिसी, एमकेएचएल, बिएसडिसी होइन, यस्ता कम्पनीहरूले चाहिँ पोहोरको भन्दा राम्रो गर्न सकेनन्। तथापि हाइड्रोले एकचोटि गरेपछि यदि उनीहरूलाई प्रकृतिले ठगेन भने एकचोटि प्रोफिट भएको चाहिँ प्रायः प्रोफिटमा भइरहेको छ। यति चाहिँ बुझ्नु पर्यो है त। ल, कन्क्लुजन पनि आयो नि त। हाइड्रोको हरेक एङ्गलबाट हेऱ्यौँ, कम्पनी पनि ट्रेडर र इन्भेस्टरको एङ्गलबाट सर्ट आउट गऱ्यौँ। आशा छ कि एउटा एनालिसिस कसरी गर्न पर्ने रहेछ भन्ने कुराको जानकारीको लागि यो भिडियो युज गर्नुभयो होला भन्ने अपेक्षा छ। अर्को भिडियोमा यहाँहरू समक्ष फेरि भेट्छु। आजको लागि यति नै, धन्यवाद।